फुटबलमा इनर्जी सबभन्दा पहिला चाहिन्छ। यो गेम भनेको इनर्जी हो। खानको लागि पनि इनर्जी, देख्नको लागि पनि इनर्जी, पैसा खर्च गर्नको लागि पनि इनर्जी, कमाउनको लागि पनि इनर्जी, हाँस्नको लागि पनि इनर्जी, बोल्नको लागि पनि इनर्जी, र सबभन्दा इम्पोर्टेन्ट कुरा सुन्नको लागि पनि के चाहियो? एनर्जी नै चाहियो। त्यही इनर्जी मेन्टेन राख्नु। हामीलाई यो माहौल पाउनै पाएन यो माहौल। न हामीलाई वेलकम गर्ने कोही थियो, न हामीलाई विदाई गर्ने कोही थियो। जाँदाखेरि हामी आफैले त वेलकम गर्यो, निस्किँदाखेरि हामी आफैले फेयरवेल गरेर गयौँ। जाँदाखेरि एउटै वादा गरेर गऱ्यौँ कि ठुलो मान्छे बन्ने बाटोमा हामी प्रवेश गरिरहेछौँ। निस्किँदाखेरि एउटै वादा गरेर निस्क्यौँ। ब्याक टु द यो ठाउँमा आउँदा औकात बढाकर आएँ। जेनरलमा आउनेवाला म छैन। याद राख्नु, जीवनमा हार्नु, फेरि हार्नु, फेरि हार्नु। रुन मन गर्यो भने रुम बन्द गरेर रुनु। जति कराउनु छ रुम बन्द गरेर कराउनु। मन लाग्यो भने एक्लै गएर माइस्थान चौकमा कराउनु। दिल खोल्नु छ भने एउटै मान्छेको ठाउँमा खोल्नु। तो भगवान त्यसले कुरा बस। जिन्दगीमा कुनै पनि समयमा तल लाग्छ कि म हारिरहेको छु, बस भगवानलाई जरुर धन्यवाद दिनु। किनभने भगवान अब तँलाई ठुलो हाइटको बाटोमा लग्नेवाला छ। यो तिमीहरूको जर्नी हो। बेस्ट अफ लक तिमीहरूलाई जर्नीको लागि। तिमीहरू 4 साल बसिस, हाम्रो कुरा सुनिस, हाम्रो वेमा हिँडिस, हाम्रो सिस्टममा हिँडिस। यो पनि हिँड्नु कहीँ न कहीँ एउटा ठुलो मान्छे बन्ने प्रोसेसको क्यारेक्टरलाई नै झल्काउने गर्दछ। सब छोड्नु, क्यारेक्टर चाहिँ नछोड्नु। किनभने जो सब ठाउँमा फिट हुन्छ त्यसको बढी भ्यालु कम हुन्छ। सबलाई थाहा छ, मेडिकल लाइनमा सबभन्दा कम पैसा फिजिसियनकै आउँछ। किनभने त्यो सब कुरा हेर्न सक्छ। पैसा कमाउनु पर्छ। तर आज पनि दुनियाँमा एउटै डिबेट छ, सक्सेसको हो, सक्सेसफुलको होइन। सक्सेसफुल भनेको मतलब कसैले कसैको डिफाइन गर्न सक्छ। सबको अनुसार आफ्नो आफ्नो सक्सेसफुल छ। कवि आफ्नो तरिकाले सक्सेसफुल छ, खिलाडी आफ्नो तरिकाले सक्सेसफुल छ, बिजनेसम्यान आफ्नो तरिकाले सक्सेसफुल छ। सब आफ्नो आफ्नो तरिकामा सक्सेसफुल छ। तैपनि समग्रमा सर एन्सर दिँदाखेरि कुनै एउटै एन्सर लिँदाखेरि तँलाई हेरेर तेरो बाउआमाको अनुहारमा गर्व फिल भइरहेछ भने त सक्सेसफुल छस्। बस त्यही अनुहार तिमीहरूको जिन्दगीमा हेर्न पाओस्। लाइफमा धेरै उतार चढाउ छ। अब त सेफ जर्नीबाट जङ्गल राजमा जानु गइरहेछ सब। मार्केट भनेको जङ्गल नै हो। त्यहाँ टिचर पनि खुद हुन्छेस्, मेन्टर पनि त खुद होस्, त बिजनेसमा बाउ पनि खुद होस्, आमा पनि खुद होस्, साथी पनि खुद होस्। कहिलेकाहीँ तँलाई आफ्नो मनलाई आफै सम्झाउनु पर्छ, कहिलेकाहीँ आफैले मोटिभेट गर्नुपर्छ, कहिलेकाहीँ आफैले बाटो देखाउनु पर्छ। म फेरि भनेँ त त्यही होस् कि तँलाई जब जन्मिँदाखेरि एबिसिडी पनि आइरहेको थिएन, आज कमसेकम त्यो लेभलमा पुगिहालिस्। आफूलाई समय दिनु, जीवनमा तरक्की सम्भव छ।